लै बरी लै आज मटन पक्कु खाम है त। अब यो ठुलो बोलमा मिक्सिङ गर्नको लागि सुरु गरौँ है त। स्वाद अनुसारको नुन, चिल्ली फ्लेक्स, गरम मसला सबै मिसाएको गरम मसला, लसुनको पाउडर, बेसार, जिरा धनियाँको पाउडर, धारा तोरीको तेल। अलि धेरै नै राखिदिनुपर्छ, बरु पछि नराखिकन पकाए पनि हुन्छ है त। सबैलाई मोलौँ है त। अब यो कागती चाहिँ अप्सनल हो, राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ। यो कागती राखियो भने मसलाहरू भित्रसम्म एब्जर्ब भएर मिठो स्वादिलो बन्छ। मैले चाहिँ आधा जति कागती राख्छु है त। अब कागती राखिसकेपछि अनि एकचोटि सर मोल्दिने है त। अब आवश्यक मसलाहरू सबै मोलिसके। अब 3-4 घण्टाको लागि रेस्टमा राखिदिउँ है त। सुरु गरौँ है त। अब घिउमा पकाउँ है। जायफल चाहिँ फुराम है थोरै कुटेर। जायफल फुरिसक्यो। अब चाहिँ मेरिनेट गरेको मासु राख्दिउँ है त। वाप्प ढाक्ने, यो माथि पानी राख्ने। यो पानीको बाफले तल मासु राम्रोसँग पाक्छ नि त। आगो सानो बनाएर पकाउँ है, सानो आगोमा पकाउनुपर्छ नि त। ल ढाक्न राखेको पानी त यसरी तातेर यहीँ उम्लेला जस्तो भयो। अब भित्र हेरौँ त कतिको पाकिराखेको छ। अरे वाह, तातो छ त। ल्वाङ, सुकमेल, दालचिनी, बोक्रा। अब हेरौँ है त। यस्तो फलामको पनियो चाहिँ बडा मजा हुने रहेछ कि, चलाउन सजिलो, सर्लक्क निकालिदिँदो रहेछ। हजुरहरूले पनि पाउनुभयो भने किनेर प्रयोग गर्नु होला है। उता फलाम पनि खान पाइयो, आइरन, अनि चलाउन पनि सजिलो भयो। अब थोरै पिनमा लाग्न सक्छ, त्यसो भए यही उमाल्ने यहाँ माथि ढाकेको पानी छ नि, त्यही पानी हल्का यसरी 1-2 थोपा राखिदिएर अनि चलाउने है। एकदम मजाले पक्कु चाहिँ पाक्न लागिसक्यो। अब एकछिन पकाएपछि चाहिँ पाक्छ, मजाले पड्किएर रातो भएर मिठो होला जस्तो भएर पाकिसक्यो। अब चाहिँ चिउरासित खानुपर्छ नि त। पछि ल्वाङ, सुकमेल, दालचिनी, बोक्रा कुटेको धुलो राख्दिउँ है त। अब पक्कु तयारी भयो। अब आगो बन्द गरिदिँदा चाहिँ हुन्छ है त। पक्कुसँग लस्सी खानुपर्छ नि त, म लस्सी बनाउँछु है त। लस्सी पनि तयारी भयो। अब चाहिँ ग्लासमा राखौँ है त। ल अब पक्कु र चिउरा टेस्ट गरौँ है त। अब बाक्लो कसामुमा पकाएको, धेरै टाइम दिएर सानो आगो बनाएर पकाएर धैर्य गरेर पकाउँदाखेरि त मिठो नै हुन्छ। हजुरहरूले यस्तो बेलामा बनाएर खानुपर्छ। छोराछोरीलाई पनि खुवाउनुपर्छ, आफूले पनि खानुपर्छ। अनि पक्कुको साथी दमदार छ। ल हजुरहरूले बनाउनुहोस्, खानुहोस्, परिवार सबै मिलेर रमाउनुहोस्, स्वस्थ रहनुहोस्, मस्त हुनुहोस्, व्यस्त बन्नुहोस्। बाई बाई, सी यू सुन।